साथीहरू अहिले चाहिँ हामी लाजीकोटको शिव मन्दिर एकदम शक्तिको पीठ पुरानो यो चाहिँ नि पुरानो मन्दिर यो है मिरकोटको वडा नम्बर 10 मा पर्दो पालुङटार नगरपालिका अन्तर्गत वडा नम्बर 10 मा पर्दो रहेछ। अनि यहाँको समितिले यति राम्रो काम गरेको रहेछ कि एकदम प्राउड फिल भइरहेछ हैन। पुरानो भगवानको मूर्तिहरू यतातिर छ, यत्तिकै मिल्किएर बसिराखेको रहेछ। यो मूर्तिहरूलाई पनि सही ठाउँमा चाहिँ नि यसलाई चाहिँ संरक्षण गर्न सकियो भने यहाँ चाहिँ नि श्रीकृष्ण भगवानको मूर्ति रहेछ हैन। यो श्रीकृष्ण भगवानको मूर्ति ल गाइजहरु है, यसलाई चाहिँ सही ठाउँमा संरक्षण गर्न सक्यो भने एकदम राम्रो हुन्छ। अझै धेरै राम्रो भएको रहेछ। पुरानो डिजाइनले चाहिँ यहाँ ऊ भइराखेको रहेछ हैन, कामहरू भइराखेको रहेछ। खुसी लाग्यो एकदम हैन। लङ टाइम पछि हामी चाहिँ यहाँ आएको। अनि कटर पनि टक्क पाकी फलिरहेको रहेछ यतातिर। भाइ र म चाहिँ नि आएको आज मन्दिरमा। एकदम घुम्न मन लाग्यो हामीलाई, यस्तो ठाउँहरू घुम्न मन लाग्छ, एकदम खुसी लाग्यो। यतातिर फुलहरू पनि फुलिराखेको छ है, यतातिर फुलहरू पनि फुलिराखेको छ। यो ठाउँलाई चाहिँ लाजीकोट भन्छ। मलाई धेरै आउन मन लागेको थियो, आज भाइको कारणले गर्दाखेरि आइपुग्यो। एकदम खुसी लागेको छ। पुरानो डिजाइनले एकदम राम्रो तरिकाले संरक्षण भएको रहेछ। अझै योभन्दा राम्रो गरेको देख्न चाहिँ हामी चाहन्छौँ है। र यसलाई चाहिँ यो ठाउँलाई चाहिँ पर्यटकीय हिसाबले पनि एउटा पर्यटक प्रवर्धनको लागि पनि अति उत्तम ठाउँ हुने रहेछ है। ल तपाईँहरूलाई पनि घुम्न आउन मन लाग्यो भने यो ठाउँमा आउनुभयो भने ल हेर्नुहोस्, यस्तो दामी ठाउँ छ क्या है हजुर। ल पोखरी चाहिँ यहाँ यस्तो दामी पोखरी छ क्या। यहाँ चाहिँ नि एकदम गहिरो पोखरी रहेको छ। र यसै एरियामा जोत्ने क्रममा गोरु चाहिँ नि पानी तिर्खा लागेर दौडेर आएर यो पोखरीमा छिरेर चाहिँ नि हली र हलगोरु नै बेपत्ता भएको रहेछ। परापूर्व कालमा चाहिँ नि हलगोरु नै बेपत्ता भएको ठाउँ रहेछ यो पोखरी चाहिँ। तपाईँको यहीँ नजिकैबाट पनि देख्न सकिन्छ हैन। तपाईँको यही पोखरीको पानी यहीँबाट लगेर त्यो अघि मैले देखाएको मन्दिर चाहिँ त्यो मन्दिर बनाएको रहेछ है। तपाईँको यो पोखरीलाई अझै यो ठाउँमा चाहिँ संरक्षण गरेर यसलाई चाहिँ राम्रो तरिकाले यसमा पेटीहरू चाहिँ बनाएर हैन, बनाएर राम्रो गऱ्यो भने यो एकदम यो पर्यटकीय हिसाबले एकदम राम्रो हुन्छ भन्ने चाहिँ मलाई लागिरहेको छ। यो चाहिँ एकदम गहिरो पोखरी, पानी टुट्दैन रहेछ। ल हेर्नुहोस्, यस्तो ठाउँमा यस्तो पोखरी छ है। यो चाहिँ पालुङटार नगरपालिका वडा नम्बर 10 लाजीकोट भन्ने ठाउँमा पर्छ है। यो चाहिँ तपाईँहरू नि हेर्न आउन सक्नुहुन्छ।